त्यसकारण संसारमा ठुला ठुला आविष्कार गर्ने साइन्टिस्टहरू, गजबका सिर्जना गर्ने कलाकारहरू यो अद्भुत कुरा कहिले पनि मान्छेले गर्नै नसकेको काम गरेर देखाइदिन्छन्। त्यो बेला मान्छेको मस्तिष्क गामामा पुग्दो रहेछ। डेल्टामा एक्सट्रिम आनन्द शान्ति, यसलाई नेचुरल मेडिटेसन भन्दा हुन्छ, नेचुरल समाधि भन्दा हुन्छ। किनकि त्यो बेला न भूतकाल न भविष्य, त्यो बेला न बाउ न आमा, त्यो बेला न देश न जात, यो जति पनि कुरा छन् संसारमा सबैले हामीलाई सम्झ्यो कि डिस्टर्ब गर्छ, त्यो सबै कुरा मस्त निदाको बेलामा जहाँ सपना पनि आउँदैन, सुसुप्ति अवस्थामा त्यो त सबै हराउँछ। भनौँ एउटा क्यान्सर पेसेन्ट